हेलो गुड मर्निङ नमस्ते टासी दिले। म आज चाहिँ यहाँ दिङबुचेबाट बोल्दैछु। अनि आजको रातमा चाहिँ हिउँ परेछ यता अलिअलि। हिजो एकदमै चिसो भएको थियो, हिउँ परेछ मजाले। यस्तो धेरै बाक्लो त होइन, तर 2 इन्च जस्तो हिउँ चाहिँ मजाले परेछ। अनि तर वेदर चाहिँ एकदमै राम्रो भइसकेको छ। बेलुकातिर चाहिँ अलिकति वेदर खराब, बिहान चाहिँ एकदम वेदर राम्रो, एकदम फ्रेस। यो हिउँ परेकोले यो गाउँ एकदम राम्रो देखेको छ। हेर्नुहोस् है त, हिउँ परेछ। हिमाललाई बल्ल सेतो देख्नु भएको छ। यो ग्लोबल वार्मिङको असर होला सायद है। यो नाम्चेबाट आउँदादेखि नै जतिसम्म हिमाल देखिन्छ सबै हिमालहरू कालो कालो रकहरू मात्रै देखिन्थ्यो। आज चाहिँ बल्ल हिउँले गर्दाखेरि अलिकति छोपिया छ अनि सेतो देखाएको छ। देखाउँछ अगाडिको ठुलो आमा डब्लुङ सेतो देख्न थालेछ, बल्ल हिमाल चिन्न थालेछ। उता थाम्सेरको खाङतेका हिउँले बल्ल चाहिँ कभर हुँदैछ। तर अब यो एकदम पातलो हिउँ, यो चाँडै पिल्छ। हामी चाहिँ यो हिमालयन कल्चर होममा बसेको। यहाँ एकदम राम्रो छ बस्नको लागि। बाहिर खुल्ला ठाउँ, भित्र नि खुल्ला आनन्द छ। यो तौचे पिक। हिउँ पर्यो फुरुरु, राति परेछ हिउँ अलिअलि। यस्तो यतिको परेछ, यस्तो धेरै परेको होइन। पाउँचे गाउँ हिजोसम्म माउन्टेन अलिक कालो कालो रक मात्रै देखाएको थियो होइन। आज त कस्तो हिउँ अलिअलि हिउँ परेकोले गर्दाखेरि हिमालहरू एकदम सेतो देख्न पाएको छ नि, क्या आनन्द। कति धेरै चौरी चरिरहेको छ यो यहाँनिर। यो पाखाभरि चौरै चौर छ। यो कालो सेतो यो सब चौर है। यो नाक चौरी, यिनीहरू सबै चौरी चाहिँ सबै फिमेल। यिनीहरूले चाहिँ दुध दिन्छ अनि टन्न दुध पनि दिन्छ, टन्न घिउ पनि हुन्छ। याक चिज भन्छ, तर यसको चाहिँ हो मेन चाहिँ चिज हुने भनेको चाहिँ कति धेरै रहेछ। यो पाखाभरि नै हो। There, these pilots are so stupid to call down and like get these airplanes. फाइनली हाम्रो आजको डेस्टिनेसनमा पुग्न लाग्यो। यो चाहिँ दिङबुचे, एकदमै ब्युटिफुल टाउन छ यहाँ। आज हाम्रो हिँडाइ जस्ट 2 घन्टा 15 मिनट जति होला। त्यतिमा हामी दिङबुचे पुग्यौँ पाङबुचेबाट। अनि आज हामी बस बस्ने हो। 10 बज्यो, तर बस बस्ने हामी यहाँबाट बेसी हिँड्दैनौँ हामी। तर
त्यहाँ गएर लन्च गरिसकेपछि माथिको डाँडा उक्लेर जानुपर्छ है। त्यो उक्लेर माथि 400-500 मिटर माथि उक्लेर अनि फेरि झरेर फेरि यहीँ बस्नुपर्छ। हाम्रो चाहिँ आजको प्लानिङ त्यो हो। हेलो साथीहरू, अहिले म चाहिँ यहाँ माथि दिङबुझीको शिरमा छु। एकदमै हावा चलिरहेछ, एकदम चिसो छ, एकदम चिसो छ, यति चिसो हावा चलेको छ होइन, चिसो हावा चलेको छ। अनि अहिले पुरै बादल पनि लागिरहेछ, यहाँबाट भ्यूहरू देखिरहेको छैन, अलिअलि तल गाउँ देखाएको छ। ओ माइ गड, कति चिसो हावा। माथिसम्म हाइक गएर आएको, बिहान पङ्क्तिबाट आएर त्यस्तै 9-10 बजीतिर नै दिङबुझी पुग्यो। अनि दिङबुझीबाट चाहिँ खाना खाएर अनि 1 बजीतिर हिँडेँ। त्यस्तै 2-3 घन्टाको हाइकिङ गएर चाहिँ अहिले फर्किँदैछु। एकदमै चिसो हावा चलेको छ, हिउँ पर्दा जस्तो पनि छ। अलिअलि हिउँको टुक्राहरू झर्दैछ। अलिक झ्याप्प पऱ्यो भने तातो हुन्थ्यो होला है। चिसो हावाले त लास्टै छिराउने चिसो हुने। यस्तो ठाउँमा घुम्न आउने कसैलाई इच्छा छ भने भन्नुहोस् है, म घुमाइदिन्छु मेरो साथीहरूलाई। बाटो कस्तो छ म देखाउँदै त। बरालो टिङ 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 डल्लो ढुङ्गामाथि टेक्यो भने चिप्लेर कहाँ पुग्छ। डल्लो ढुङ्गामाथि नटेकी हिँड्नुपर्छ ट्याक ट्याक माटोमा। त्यहाँ हामीले निकै माथि आएछ। त्यही हामी 300-400 मिटर जति चाहिँ हाइक गरेर आएँ। अब हामी यहाँबाट गाउँ देखाएको छ नि, त्यो दिङबुझी त्यहाँ पुग्नुपर्छ। अब फेरि आज चाहिँ हामी ब्रेकफास्ट खाएर हामी चाहिँ लबुचीसम्म जाने। त्यस्तै 5-6 घन्टाको चाहिँ हिँडाइ हुन्छ आज। मासतिर अझ अलिक हिउँ बाक्लो हुन्छ, जति माथि गयो त्यति चिसो हिउँ बाक्लो। यो चाहिँ मेमोरी प्लेस, एभरेस्ट एरियाको मेमोरी प्लेस। यहाँनिर चाहिँ माउन्टेन एभरेस्ट चढ्न जाँदाखेरि जति पनि एक्सिडेन्ट भएर चाहिँ डेथ भएको व्यक्तिहरूको चाहिँ यहाँनिर मेमोरी बनाएको छ है। एकदमै धेरै छ।